What's up everyone, it's me Shankar Thapa. Welcome to my new vlog. So आज आफ्टर लङ टाइम एउटा भ्लग बनाउने सोच गरेँ मैले। यहाँ भन्दा अघिल्लोचोटि मतलब 1 इयर चाहिँ भइसक्यो मैले 2टा भ्लग बनाइसकेँ। सो यो आज मलाई मन त लागेको थिएन बट त्यही पनि भ्लग बनाऊँ भन्ने सोच आयो। मेरो वाइफले पनि प्रेसर गर्नुभयो मलाई भ्लग बनाउनको लागि। सो आज हामी स्विमिङ गर्न गइरहेका छौँ र त्यहाँ चाहिँ तपाईले हेर्नुस् न अब के हुन्छ। यदि तपाईहरु जानु भएको छैन भने त्यहाँ चाहिँ जानु होला म भन्छु, किनकि मैले पनि टिकटकमा युट्युबरमा भिडियो देखेर अनि गर्मी पनि छ वेदर, अनि त्यही भएर जान मन लाग्यो। सो त्यही हो। अब म यहाँबाट धेरै बोल्दिन, अब हामी निस्किन्छौँ अनि देखाउँछौँ है त बाटोमा। ल टिकट लिइसकेको छौँ। ल टिकट लिइसकेको छौँ। अब यहाँ चेकिङ गर्नुहुन्छ उहाँले। हामी 4 जना छौँ है। यहाँ टिकट चेकिङ हुँदैछ। अब टिकट चेकिङ पछि हामी एन्ट्री गर्छौँ। ल भयो है, हुन्छ ल ल थ्याङ्क यू। ल अब फाइनली हामी अब यहाँ भित्र आइसकेको छौँ र यहाँ हेर्न सक्नुहुन्छ कस्तो छ है। फाइनली गाइस अहिले हामी यहाँ स्विमिङ खेलेर हामी यहाँ सकिसकेको छौँ र अहिले हालत हेर्न सक्नुहुन्छ है। कपाल यस्तो भइसकेको छ। के छ ब्रदर, के छ बनाइ, कस्तो छ? कालो भयो, धेरै भयो नि, केही भएन, अझ रमाइलो गरियो। अब के भन्न छ तपाईँहरूले यहाँ भन्नुहोस् ल, के भन्न छ? ल अब हामी निस्केको है त, यहाँबाट निस्किसकेको छौँ। अब यहाँको अनुभव तपाईँलाई कस्तो भयो? एकदम मलाई इन्जोय लाग्यो। आज फ्यामिलीसँग हामी ट्याक्का टाइम स्पेन्ड गऱ्यौँ, हामी 4 जना, रमाइलो भयो है। अब हामी यहाँबाट जान्छौँ, भोक लागिसकेको छ। अब अलिकति खाजा खान्छौँ। यहाँ खाजा खान्छौँ तर यहाँ चाहिँ एकदम एक्सपेन्सिभ भनौँ होइन, तर मैले त्यस्तो रङ चाहिँ भन्दिनँ। तपाईँलाई खान मन छ भने खानुहोस्, बट हामी चाहिँ बाहिरबाट प्रिफर गर्छौँ है, किनकि बाहिर तपाईँको थोरै भए पनि पैसा जोगिन्छ, तपाईँको पैसा बच्छ। तर जे होस् तपाईँको वर्थ इट छ, तपाईँले पैसा तिरे अनुसार भित्र इन्जोयमेन्ट छ, एकदम राम्रो छ है, एकदम राम्रो छ। अब ल अब स्कुटी कहाँ छ? I like you, but you seem like the time to love and believe him and disappear right after this song. So give me the night to show you, hold you, don't leave me out here dancing alone. राम्रो लाग्यो यहाँ, यता राम्रो छ नि। यहाँ तपाईँले पैसा तिरे अनुसारको चाहिँ तपाईँले हेर्न पाउनुहुन्छ, इन्जोयमेन्ट गर्न पाउनुहुन्छ। इन्जोयको लागि राम्रो, फ्यामिलीसँग पनि आउन सक्नुहुन्छ। र मैले तपाईँलाई 2टा कुरा चाहिँ यहाँ भन्न चाहेँ। कस्ट्युम अनि यो फुडको लागि चाहिँ तपाईँले बाहिरबाट चाहिँ किन्न पर्ने म तपाईँलाई प्रिफर गरेँ, किनकि यहाँ अलिकति एक्सपेन्सिभ छ बाहिर भन्दा।
तपाईँलाई मैले पहिले यो भिडियो मार्फत मैले जानकारी गराएँ बाहिर किन्नुभयो भने तपाईँले चाहिँ केही हदसम्म चाहिँ तपाईँको पैसा पनि जोडिन्छ हामीले यहाँबाटै किन्यौँ 2 जोड मेरो वाइफको ल्याएर घरदेखिको लागि बट एक्सपेन्सिभ पऱ्यो त्यो म भन्दिनँ है अनि खाजा पनि बाहिरै खानु होला सबै चाहिँ टिकटको पैसा सबै ठिक छ ल हामी गयौँ ल बाटो